हेलो साथीहरू, गुड मर्निङ है। अब चाहिँ हामी चाहिँ यहाँ पर्वतको मन्दिर देवीस्थान जाँदैछौँ। म त धेरै पटक आइसकेँ, मेरो घरै यहीँ, तर चाहिँ मैले यहाँ बहिनीलाई लिएर जाँदैछु। मेरो कान्छी बहिनी घुम्न आएको छिन्, त्यही भएर स्या स्या हुन्छ यो ठाडो उकालो चढ्यो भन्दाखेरि। ल हेलो हेलो ल मजा आइरह ल हुस ल ए बिसाइ जाने है। रमाइलो रह ल। हामी चाहिँ अब जाँदैछौँ। म हजुरहरूलाई देखाउँदै जान्छु के गर्छु आजको ब्लगमा है साथीहरू। ल अहिले चाहिँ लाग्यो देवीस्थान। देवीस्थान चाहिँ पछि राखेको मन्दिरको नाम अरे। खास चाहिँ यहाँको नाम चाहिँ प्रख्यात भनेर चिनिने बाटुली चौर मन्दिर। स्या स्या भएर साथीहरू म बोल्नै सकिनँ, त्यही भएर चस्मा हालेछ। कसको कस्तो देखिन्छ दाम देख्यो त खतरा है। देखेर देख्यो कस्तो छ तँलाई। ल साथीहरू, मलाई एकदम मिसो हालेर भन्ने कुरो आयो। म चाहिँ तपाईँलाई देखाउँछु है के गर्छु अहिले। बाई ल साथीहरू, हामी चाहिँ यसरी 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 तलबाट माथि आयो। यहाँ चाहिँ खानेपानी ट्याङ्की यहाँ बन्दैछ, तल बाटो पिचहरू हुँदैछ है। ल म बिहा गर्नु 2 वर्ष भयो, तर धेरै चेन्ज आउँदैछ हाम्रो पर्वत हामी बस्ने ठुली पोखरीमा पनि। त्यही भएर ल हिँड ल ल हिँड ए यहाँ नखोजे के हो, बस्न खोजे के हो। ल हिँड गाइज, रोकेन लोटले चाहिँ। ल हामी चाहिँ पुरै यस्तरी हो क्या हिँड्ने। हेर तराईको मान्छे पाहाड हिँड्दाखेरि बाँदर दुकुरियान सम्मोदै भनेर। ल हामी चाहिँ पुरै यो नाग्ने हो। पछि म देखाउँछु है तपाईँहरूलाई। स्यास्या भयो म त। हेर्दा चाहिँ सिधै देखेछ साथीहरू। अब यो बाटो फेरि उता उकालो। अब 5 मिनट यो उकालो चढ्छौँ। ल हिँड त कहीँ 2 छिटो। ल गर्मी हो ल ल मम्मी अन्जु हिँड्न सक्ला नानी लिएर ल। बिन्दवासिनी देवीस्थान मैले सबैजनाको परिवारको रक्षा गरून्। ल हेर हामी चाहिँ आइसक्यौँ। ल हामी चाहिँ आइसक्यौँ। देख्यो खतरा हिमाल देखेछ गाइज। ल हामी चाहिँ यहाँ देवीस्थान मन्दिर आइसक्यौँ। यहाँ कुकुरले झस्काइदिएर 2टा रुनी है। ल ल अब हामी चाहिँ यहाँ मन्दिर लाग्यौँ साथीहरू। अब पछि देखाउँछु है तपाईँ। ल अब हामी चाहिँ लाग्यो साथीहरू। ल है तर्सियो मन तर्सियो क्या। ल ल ल हामी चाहिँ यहाँ मन्दिरमा आइसकेका छौँ साथीहरू है। यहाँ चाहिँ अलिक घाम लाएर अलि त्यति राम्रो देखाउनु पाइएन। ल आइज त्यस्तै। अब चाहिँ हामी चाहिँ यहाँ फोटोसोटो खिच्ने, यसो अलि दर्शन गर्छौँ अनि त्यसपछि बल्ल छायाहरू अनि तपाईँहरूले के गर्छौँ देखाउँछौँ। हेर्नु खतरा भ्यू आहा। ल ल ल यही हो बाटुली चौर। ल है साथीहरू, हामी चाहिँ यहाँ पूजाहरू गरिसक्यौँ। पूजा गरिसकेपछि अब यहाँ चाहिँ हाम्रो फोटोसोटो सुट गर्ने हुन्छ। ल हेलो ल ल चाहिँ घाम बिहानको घाम हो। अब कस्तो आउँछ फोटो चाहिँ हेरौँ। ल हामी चाहिँ अब फोटो गर्छौँ है, फोटो खिच्छौँ साथीहरू। ल है हामी चाहिँ यहाँ चाहिँ ल होमस्टेमा आएर यहाँ ड्रेस लगाउँदैछन्। यहाँ कस्तो राम्रो देखियो भाइ ड्रेस लगाएर टक्क। अब चाहिँ हामी यहाँ भिडियो गराउने। मैले चाहिँ गराउँदिनँ है, हाम्रो बहिनीले चाहिँ गराउने। मलाई फेरि झ्याल लाग्छ। म त अब मेरो घरै यहीँ, म जहिले गराए नि हुन्छ। त्यही भएर यहाँ यस्तो छ। तपाईँहरूलाई पनि आउनु होला, राम्रो छ एकदमै। हेर्नु त हाम्रो घर निरै हो यो चाहिँ
एकैछिन अफ गर्नु ल अब चाहिँ हामीले भिडियोहरू गराएको देखाउँछौँ है अब अहिलेलाई चाहिँ यति नै साथीहरू ड्रेस लगाउँदै